हेलो हजुर, दर्शक नमस्कार। सबजनालाई मेरो युट्युब च्यानलमा स्वागतम छ। साथीहरू, के चाल खबर? सन्चै आरामै हुनुहुन्छ होला भन्ने आश गरेको छु। अनि यो चाहिँ मेरो भ्लग होइन साथीहरू, कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन चाहिँ नभुल्नुहोला भन्न चाहन्छु साथीहरू। यो चाहिँ हाम्रो ठाउँ होइन, तपाईँहरू देख्न सक्नुहुन्छ। हजुरहरूको साथ अनि सपोर्ट अनि मायाले भने म पक्कै नि अगाडि बढ्ने नै छु साथीहरू। म चाहिँ सानो सानो भ्लगहरू लिएर आइरहेको छु गाउँघरको होइन साथीहरू। कस्तो लाग्छ सल्लाह सुझाव दिनु। साथीहरू, आज चाहिँ हल्का खरबारीतिर घाँस काट्न जाँदै गरेको तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ खरबारी होइन, अब घाँस चाहिँ काट्नलाई हामी हल्का साथीहरू आज चाहिँ घाँस काट्दै होइन तपाईँहरू देख्न सक्नुहुन्छ। कस्तो लाग्यो घाँस कटाइ? केही छ कमेन्टहरू दिनुपर्ने भने दिनु होला साथीहरू होइन। फाइनल्ली गाइज घाँस काट्दै होइन तपाईँहरू देख्न सक्नुहुन्छ। अब फाइनल्ली गाइज यस्तै हो, गाउँघरमा बसेपछि घाँस काट्ने, घाँस दाउरो गर्नै पर्छ होइन साथीहरू। आज चाहिँ हाम्रो घाँस काट्ने कार्यक्रम थियो। घरमा मम्मी हुनुहुन्थ्यो, त्यही कारणले गर्दा घाँस काट्दै थिएँ साथीहरू होइन। तपाईँहरू देख्न सक्नुहुन्छ स्टार्टिङ गरियो घाँस काट्नलाई फाइनल्ली गाइज। बिस्तार रूपमा घाँस काट्दैछौँ हामी, अगाडि बढ्दैछौँ घाँस काट्दै होइन। धेरै होइन, 2-4वटा मुठा काट्ने हो गाइज। अनि त्यसपछि फाइनल्ली आजको कोडा पुरा हुन्छ। अनि त्यसपछि फाइनल हामी घर जाने कुरो हुन्छ गाइज। अनि खरबारीमा आज चाहिँ घाँस काट्न गएको, हामी चाहिँ घाँस काट्दै होइन साथीहरू। जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनु होला भन्न चाहन्छु साथीहरू। अनि हजुरहरूको साथ सपोर्ट भयो भने चाहिँ म पक्कै नै आफ्नो आइडीलाई ग्रो गर्न सक्नेछु भन्ने आश गरेको छु साथीहरू। सबजनाले मेरो च्यानललाई सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। एक आपसमा सबजना साथीहरूले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला है साथीहरू भन्न चाहन्छु। अनि नयाँ नौलो के छ सुनाउँदै जानु होला। मेरो भिडियो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव चाहिँ दिनु होला है साथीहरू। यो चाहिँ म घरदेखि पारी खरबारीमा गएर घाँस काट्दैछु भैँसीलाई होइन गाइज। अनि अरू त त्यस्तै हो गाइज, अरू के भन्नु छ र होइन। सबजनाले माया गरिदिनु होला, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। अनि लास्टमा म के भन्न चाहन्छु भने साथीहरू, सबजनाले एक आपसमा सपोर्ट गर्दै गयो भने आफ्नो आइडियाहरूलाई ग्रो गर्न सकिन्छ साथीहरू। त्यही कारणले गर्दा सबजनाले माया गरिदिनु होला है साथीहरू। म चाहिँ गाइज 2 वर्षपछि घाँस काट्दैछु होइन। फाइनल्ली हल्का फुल्का घाँस काटिरहेको छु, देख्न सक्नुहुन्छ तपाईँहरू। कस्तो लागिरहेको छ मेरो घाँस कटाइ? कमेन्ट चाहिँ छोड्नु होला है गाइज। सबजनाले मेरो च्यानललाई सब्सक्राइब गरी माया गरिदिनुहुन्छ भन्ने आश गरेको छु साथीहरू। सबजनाले मेरो च्यानललाई सब्सक्राइब गरी माया गरिदिनु होला है साथीहरू। यो चाहिँ मेरो भ्लग कस्तो लाग्छ त्यस्तै, जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया चाहिँ दिन नभुल्नु होला साथीहरू भन्न चाहन्छु। मेरो घाँस कटाइ साथीहरू। अनि साथीहरूको माया सपोर्टले चाहिँ म अगाडि आफ्नो आइडीलाई लिएर जानेछु भन्ने आश गरेको छु साथीहरू। धन्यवाद साथीहरू सबजनाले